आउने म तराईमा हुर्केको झापामा हुर्केको त्यो वसन्त ऋतु मलाई पटक्क मन नपर्ने वसन्त ऋतु वैशाखको चैतको कुरा हुन्छ त्यहाँ अनि वसन्त ऋतुको बेलामा त हुरी चलेको छ धुलो उडेको छ हैन दिमाग खराब हुने मौसम हुन्छ कहाँ त्यो वसन्त ऋतुको सुन्दरताको जुन बयान हामी भेट्थ्यौं त्यो कवितामा त्यो त छैन त्यहाँ आफूले भोग्दाखेरि छैन तर फेरि पनि कविता लेख्न प्र्याक्टिस गर्दाखेरि सुरुमा म पनि वसन्त ऋतुकै कविता लेख्थेँ र त्यस्तै कविता लेख्थेँ जस्तो कविता हामीले टेक्स्टमा पढेको भनेपछि ट्रेनिङ भनेको के हुँदो रहेछ त भन्दा गलत चिजलाई पनि सही ठानेर हिँड्ने रहेछ नि त ट्रेनिङ भनेको त गलत चिजलाई पनि सही ठानेर हिँड्यो भने त्यो सही जस्तो लागिरहँदो रहेछ यही त हो भने जस्तो लागिरहँदो रहेछ तपाईहरुले कतिको प्र्याक्टिस गर्नुभएको छ कुनै दिन तपाईलाई यस्तो कुनै कुरा सपनामा देख्नुभयो बिहान उठ्दाखेरि झलास हुनुभयो तपाईलाई त्यो निकै चोट पर्ने खालको सपना थियो मानौ अथवा एकदम खुसी लाग्ने खालको सपना थियो जो रिमार्केबल हुन्छ त्यस्तो सपना थियो तपाईले त्यसलाई मनमा खेलाउँदै जानुभयो र त्यसलाई दुई चार साथीलाई भन्न थाल्नुस् यो सपना होइन यो साँच्चै हो भनेर भन्नुस् सपनाको हिसाबले होइन यो यस्तो भएको थियो भनेर साँच्चै हो जस्तो गरी भन्न थाल्नुस् 10 चोटी भन्नुभयो भने 12 चोटीमा तपाई आफै कन्फ्युज हुनुहुन्छ साँच्चै पो हो कि जस्तो लाग्नु त्यही कुरा पनि सपनाकै कुरा पनि त्यो मान्छेको यो दिमागले काम गर्ने तरिका त्यस्तो हुँदो रहेछ अनि म छक्क पर्दै एक समय हिटलरले त त्यस्तो गर्यो भनेर हामीले पढ्यौं साराका सारा मान्छेलाई ग्यास च्याम्बरमा थुरेर मारेको छ त्यस्तो मान्छेलाई त्यत्रा जर्मनहरूले किन सपोर्ट गरे होला किन उल्लु भएर पछि लाग्यो होला भन्ने लाग्थ्यो क्या मलाई कुनै बेला पछि के थाहा भयो भने त्यो उल्लु भएर पछि लागेको होइन रहेछ एउटा आइडियोलोजी हुँदो रहेछ एउटा विचार हुँदो रहेछ जुन हिटलरले मान्छेको दिमागमा प्रवेश गराइदियो त्यो दिमागमा प्रवेश गरेको आइडियोलोजीले अब आफै माथि शासन गर्दो रहेछ त म माथि शासन गर्ने विचारधारा मेरो दिमागमा जुन छ त्यो अर्काले बनाइदिएको अर्काको इन्ट्रेस्टको विचारधारा पनि हुन सक्ने भयो यो त तपाईले जहाँ पनि देख्न सक्नुहुन्छ यसको उदाहरण कति चाहियो तपाईलाई हैन तपाईको आफ्नो इन्ट्रेस्ट भन्दा बाहिर मान्छेले कति काम गरेछन् लगेर खाल्टोमा हालेर पुरिन्जेलसम्म पनि मान्छेले थाहा पाउँदैन मलाई खाल्टोमा हाल्ने मेरो नजिक हिँड्ने मलाई सधैँ नेतृत्व गर्ने मान्छे हो भनेर थाहै पाउँदैन मान्छेले त्यस्तो किन हुन्छ त्यसकारण मान्छेले बनाएको न्यारेटिभहरू भाष्यहरू कति शक्तिशाली हुँदो रहेछ अनि त्यो कुरालाई मैले पछाडि फर्केर हेरेँ कुनै बेला चाहिँ मार्क्सवादको विद्यार्थी म भनेको आफ्नै हिसाबले पढ्ने खुब पढ्ने मार्क्सको किताबहरू पढिरहँदाखेरि 20-21 वर्षको उमेरमा मलाई एउटा कुरा अचम्मसँग सही लाग्थ्यो त्यो के भने वर्ग क्लास कन्सियसनेस भन्छ क्या वर्ग अनुसारको चेतना हुन्छ त्यो बुर्जुवाको चेतना जो हुन्छ त्यो चाहिँ वर्किङ क्लासको चेतनासँग मिल्दैन त्यो चेतना भनेको चाहिँ हाम्रो एनजिओको भाषामा भनेको जस्तो टोयलेट जाँदाखेरि गएर आएर हात धुनुपर्छ टाइपको चेतना होइन त्यो चेतना भनेको चाहिँ आफ्नो जीवनलाई कसरी चलाउने भन्ने चेतना आफैलाई कसरी चिन्ने भन्ने चेतना जीवन दर्शन बारेको चेतना संसारलाई बुझ्ने चेतना एउटा मान्छे सारा जिन्दगी आफू दुःख पाइरहन्छ तर आफ्नो सारा दुःखको कारण भगवान हो अथवा सुख दिने पनि भगवान हो भनेर मन्दिर त धाइरहन्छ नि त अहिले पनि बाटोमा आउँदाखेरि म देखिरहन्छु बोलबमवाला मान्छेहरू एकदम यङ हट्टाकट्टा मान्छेहरू हैन तपाईको चाहिँ एकदम बोलबमको उसमा भेषभूषामा दङ्ग परेर उफ्रिँदै हिँडिरहन् मेरो लागि त्यो हास्यास्पद दृश्य हो किनभने त्यसरी बोलबम गएर दुःख हरण हुने भए त उहिले हुन्थ्यो मान्छेको दुःख हरण त समाजमा के कारणले दुःखहरूको स्रोत समाजबाट कसरी पैदा भइरहेछ भन्ने कुरा थाहा पाएर त्यसमाथि एक्ट गरेर मात्रै मान्छेको दुःख कम हुनेवाला छ या हरण हुनेवाला छ नत्र त तपाईको दुःखको स्रोत के हुन्छ भन्नु न एउटा सामान्य हाम्रो जातवादी समाज हो एक जातको चक्करले हाम्रो समाजलाई अगाडि बढ्न दिएन भनेर हामी सबै प्रकारका जात जाति भाषा भाषीको अधिकार संरक्षण हुनु पर्यो भन्ने कुरा गरिरहेछौँ तर त्यो जातको चक्रव्यूह के हो भन्ने बुझेको भएर हामीले त्यो कुरा गरेको हो हैन एउटा जातलाई उचाल्ने अर्को जातको विरुद्ध लडाउने भनेर गरेको त होइन हाम्रो कुरा के हो भने त्यो जातको चक्रव्यूह नै त्यस्तो छ अब हेर्नुहोस् एउटा चेतना दुईजना केटाकेटीले प्रेम गर्ने दुईजना केटाकेटीको जात मिल्दैन तिनीहरू दुवै थरीको परिवारमा टेन्सन तिनीहरू बिहा गरे भने पनि टेन्सन बिहा नगरे भने पनि टेन्सन बिहा गरे भने अब तिनीहरूको आमा बाउ छोराछोरीको बीचमा बोलचाल बन्द त्यसले तपाईको पुरा एक जेनेरेसनको दिमाग खाइदिन्छ अनि त्यसको छोराछोरीको जेनेरेसनको दिमाग पनि खाइदिन्छ मेरो बाबाआमाले मलाई यस्तो गरे भन्ने हुन्छ अनि समाजले यस्तो गरे भन्ने हुन्छ अब कोही एकजना यङस्टर नयाँ मान्छे जो समाजमा पैदा भएको छ त्यो मान्छेलाई नयाँ काम गर्नै नदिने यो चेतना अथवा त्यो दुःखको स्रोत जुन छ नि त्यो त जातवादी मानसिकता नै हो एकछिनलाई मानव दुई थरीको बाबाआमाले स्वीकार गरे अच्छा ठिकै छ आइहाल तिमीहरू
हैन। तिमीहरू बिहा गरेर बस्छ, के गर्न सक्छ, तिमीहरूको पेसा व्यवसाय के गर्ने हो सोच, त्यसमा हामी पनि हेल्प गर्छौँ, सँगसँगै अगाडि बढाऊ, अब तिमीहरूको पालो हामीले गर्न सक्ने के हो भन भनेको भए त्यो त उनीहरूको समाज, उनीहरूको परिवार पनि सुखी, उनीहरूको परिवार पनि सुखी हुन्थ्यो, यी केटाकेटी पनि सुखी हुन्थ्यो। उनीहरूको उत्पादकत्व बढाउनको लागि तिनै थरीको संयुक्त योगदान हुनसक्थ्यो। तर केले बिगारिदियो? आखिर त्यस्तो सुखमय चिजलाई त्यस्तो दुःखमय केले बनाइदियो? एउटा विचार न हो त्यो जात भनेको। जात भनेको मान्छे जन्मेर बनेको त होइन नि त। जात भनेको त विचार हो, आइडिया हो। अनि एउटा खराब आइडिया, मैले अघिल्लोचोटि पनि एउटा कार्यक्रममा भनेको थिएँ, त्यो चाहिँ खराब आइडिया भनेको मच्छरले बोकेको मलेरिया जस्तो हुन्छ। त्यो तपाईँको दिमागमा छ, तपाईँ मच्छर जस्तो एक्ट गर्नुहुन्छ, त्यो मलेरिया जस्तो दिमागमा बसिरहन्छ र त्यसले लगातार त्यो रोग ट्रान्सफर गरिरहन्छ, पुस्तामा रोग ट्रान्सफर गरिरहन्छ। त यो चिजबाट बाहिर कसरी उम्किने भनेर नेपालको बारेमा बुझ्ने हामीसँग के छ त, त्यस्तो भाष्य के छ, हाम्रै समाजको बारेमा बुझ्ने भाष्य के छ भनेर पस्दाखेरि मैले थाहा पाएको के हो भने सबै भ्रम नै भ्रम छ। जस्तै पञ्चायत कालदेखि डोरबहादुर विष्टले लेखेको सबै जातको फुलबारी भन्ने किताब हेर्नुहोस्। त्यो किताब पढ्दा यस्तो महसुस हुन्छ मानौ कि सब जात जाति यति आनन्दले हाँसी खुसी बसेका छन्, उनीहरूको बिचमा कुनै टेन्सन छैन जस्तो लाग्छ। तर हामीले एभ्रिडे लाइफमा देखेका छौँ नि, एउटा जातले अर्को जातलाई होच्याउने कतिवटा उखान छ। आफ्नो जात ठुलो हो, अर्को जात सानो हो भन्ने गरी बनाइएको कतिवटा न्यारेटिभ हामी बोकेर हिँडिरहेछौँ। त्यो त छ नि त होइन। त्यो कुराको रिफ्लेक्सन राज्य सत्तामा पुगेको छ, त्यो आर्मीमा छ, त्यो पुलिसमा छ, त्यो सबैतिर छ, त्यो अदालतमा छ। त्यो जातवादी मानसिकता, त्यो ब्राह्मणिजम भन्छन् भन्नलाई होइन। त्यो ब्राह्मण भनेर ब्राह्मणिजम भनेको होइन कि, ब्राह्मणिजम एक समयमा आइपुगेपछि ब्राह्मणहरूले निर्माण गरेको एउटा गाथा हो। त्यो हिन्दुइजमको पनि सबै कुरा होइन। त्यो ब्राह्मणिजमले बनाएको डिस्कोर्सले कस्तो बनाइदिन्छ भने एउटा न्यायाधीश हुन्छ अदालतमा, त्यो न्यायाधीशको तल काम गर्ने कर्मचारीहरू हुन्छन्, उनीहरू बिहानै गएर हजुर सन्चै भइबक्सिन्छ भनेर यसो गरेर निहुरेर त्यति नगरेसम्म उनीहरूको पनि दिमाग उज्यालो हुँदैन, मन उज्यालो हुँदैन। अनि न्यायाधीशलाई पनि यो आज किन आएन भनेर चिन्ता। त्यो हायरार्की मेन्टेन गरेर हेर्नु अदालतभित्र। अनि हामी धेरै मान्छेले, तपाईँले उसको पालामा हेर्नुभयो होला, प्रधान न्यायाधीशलाई महाअभियोग लाग्दाखेरि सारा मिडिया, सारा एक थरी मान्छेहरू यसरी तपाईँको आतङ्कित भए मानौ कि भगवान्माथि मुद्दा चल्दैछ। प्रधान न्यायाधीश भनेको भगवान् त होइन नि त। भगवान् हुन्थ्यो भने महाअभियोग लगाउन सक्ने संविधानमा प्रावधान किन हुन्थ्यो र? हामीले एक किसिमले एकातिरबाट संविधानमा प्रावधान राखेका छौँ कोही मान्छे भगवान् छैन भनेर, अनि अर्को तरिकाले प्र्याक्टिस गरेको चाहिँ भगवान् त हामीलाई चाहिएको छ, फेरि भगवान् नभए चित्तै बुझ्दैन। अनि त्यो भगवान् बनाउनको लागि सारा मिडिया हेर्नुहोस् अब कसरी छिर्छ त, मिडियामा काम गर्ने मान्छेको दिमागमा त्यो कुरा कसरी छिरेको छ त हेर्नुहोस् त। त्यो भगवान्वाला आइडिया मानव प्रधान न्यायाधीशले कहिले गल्ती गर्दैन। अनि चोलेन्द्र शमशेरले चाहिँ मलाई यस्तो चित्त दुखेको हुनाले उल्टाइदिएँ भने कस्तो सजिलो होइन। चित्त दुख्यो त्यसकारण उल्टाइदिएँ, मानव भोलि मलाई चित्त दुख्यो त्यसकारण ज्ञानेन्द्रलाई ल्याइदिएँ मैले भन्ला भन्ने पिर। त्यति सजिलो खालको भर्डिक्ट एउटा न्यायाधीशको आसनमा बसेको मान्छेले दिइरहेको छ, त्यो हामीलाई केही खासै ठुलो कुरा लागिरहेको छैन। किन लागिरहेको छैन? किनभने सबै मिडिया, सबै मान्छेलाई के लागेको छैन, अचानक भगवान्माथि मुद्दा चल्न लाग्यो, यो त बर्बाद भयो भन्ने लाग्यो। त्यो पदलाई भगवान् बनाउने जुन आइडियोलोजी छ, त्यो आइडियोलोजी त उही हाम्रो समाजको त्यही आइडियोलोजी हो, जुन आइडियोलोजीले एकजना दलित कार्यालयमा चाहिँ तपाईँको चाहिँ अफिसर भएर आयो भने बाँकी सबै कर्मचारीको दिमाग खराब हुन्छ। ए दलित आएर हाकिम भयो, दलित हाकिम, उसको चित्तै बुझ्दैन, उसले चिया पसलमा गएर कुरा काट्छ। तर किताबमा लेखेको के छ, हाम्रो सब जात जातिको बिचमा यस्तो राम्रो समन्वय छ भनेर लेखेको छ। इतिहास पढ्नु भने के लेखेको छ, पृथ्वीनारायण शाहले सपनामा देखेर होइन यो देश बनाउनु पर्यो, एउटा महान देश बनाउनु पर्यो भनेर, अनि गोरखनाथको आशीर्वाद लिएर अब सुरु गरेपछि के गरे भन्नलाई भन्छ फेरि हेर्नु है, के गरे नुवाकोटेलाई हराए, महामण्डलमा एकजना पहिला यिनकै आफ्नो के अरे भारदार, तर पछि गएर चाहिँ कान्तिपुरको राजाको भारदार भएर महामण्डलको संरक्षण गर्न बसेको एकजना मगर छन्, मैले अहिले नाम बिर्सेँ, तिनलाई लखेटी काटे। कस्तो राम्रो काम गरेको होइन। अनि त्यस पछाडि तपाईँको काठमाडौँलाई नाकाबन्दी लगाइदिए, कस्तो राम्रो काम गरेको, मान्छेलाई छटपट्टि बनाइदिए। त्यसपछि कीर्तिपुरमा बारम्बार आक्रमण गरे, असफल भयो, फेरि आक्रमण गरे, फेरि असफल भयो, फेरि आक्रमण गरे, अन्तिममा यति धेरै दुःख दियो भनेर कीर्तिपुरीहरूको नाक कान काटिदिए।
कीर्तिपुरीहरूले एउटा ढुङ्गालाई, हामी त कीर्तिपुर बसेर एमए पढेको, एउटा ढुङ्गालाई अस्तिसम्म थुकिरहेको थिएँ। यो नाक कान काटेको थुपारेको ठाउँ भन्ने ढुङ्गा छ एउटा, अहिले पनि थुक्छन् जस्तो लाग्छ मलाई त्यहाँ। मैले पछिल्लो समय ख्याल गरिरहेको तर त्यो एउटा चलन जस्तो बनेर आएको छ। कति राम्रो काम गरेको होइन, जिते नि त। अनि त्यस पछाडि यता तिमालको राजालाई षड्यन्त्र गरेर मारे, जिते नि त। लिम्बुवानमा गएर के अरे मारे, लिम्बूहरूलाई मारेर सखा बनाए, जिते नि त होइन। उता डोटीमा गएर मारे, सबलाई जिते। क्या महान काम गरेको। तथ्यहरूले त जितेकै भन्छ नि त। तथ्यहरूले मारेको पनि भन्छ, तथ्यहरूले नाक कान काटेको पनि भन्छ। कति धार्नी थियो त्यो अलग कुरा भयो होइन। तथ्यहरूले यो सबै भन्छ, तर त्यसको व्याख्याले के भन्छ भने यो सबै महान काम पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नको लागि गरेको भन्छ। अनि त्यति बेला मैले त सोचेको कुरा आएन नि। म त सामान्यतः म त के अरे अप्पर कास्टको मान्छे, म दलित जस्तो हेपिनु पनि परेन होइन। मेरो भाषा, मेरो मातृभाषा जे छ, यो राज्यले राष्ट्रभाषा भनेको भाषा मेरो मातृभाषा। मलाई कहीँ स्कुलमा गाह्रो पनि भएन। म त फर्स्ट हुने भएँ, कविता मै छिटो लेख्ने भएँ। तुलनारायणजीले कहाँ भ्याउनुहुन्छ मलाई कविता लेखेर? भ्याउनुहुन्न नि। मेरो भाषा, मै राम्रो कविता लेख्छु होइन। अलिक के अरे त्यस पछाडि भन्नुहोस् कसै गाह्रो हुँदो रहेछ भने त कसरी थाहा हुन्छ मलाई? त्यो थाहा हुने कुरा भएन नि। म त जहाँ जान्छु अफिसमा मेरै जातको मान्छे धेरै छ, मेरै भाषा बोल्ने मान्छे धेरै छ। मलाई त सजिलो भयो, नागरिकता बनाउनु कुनै गाह्रो हुने कुरा भएन होइन। मेरो बाबुबाजेको पालामा उहाँ नुवाकोटका सामन्त थिए। उनीहरूले चाहिँ के अरे हाम्रो जिजु बाजे हो कि कुन चाहिँ एकजना बुढाले चाहिँ चन्द्र शमशेर त्यहाँ आउँदाखेरि चन्द्र शमशेरले पुरा स्वागत गरेर चन्द्र शमशेरको टोलीलाई, अनि तँलाई के चाहियो भनेर सोद्धाखेरि नन्दलाल पाठक भन्छन्, हाम्रो त्यो कति नम्बर हो त्यो चाहिँ बिर्सेँ। तिनले के भनेको अरे भने 24 पल्ट म पालिदिन्छु महाराज, मलाई केही चाहिँदैन भने। फुर्ती गरेको हाम्रो जिनियोलोजिकल हिस्ट्री छ, फुर्ती फार्ती पनि छ नि त होइन। फुर्ती फार्ती पनि छ। अब मलाई कसरी कहाँ चिन्ता हुने भयो त? कसरी मलाई थाहा हुन्छ त्यो कुरा? थाहा हुँदैन नि त। अनि टेक्स्ट बुकले के भन्छ, हाम्रो जात जातिको बिचमा सबै गजब राम्रो व्यवस्था छ, सबै मान्छे मिलेर बसेका छन्, यति राम्रो एसिमिलेसन कहीँ छैन भन्छ टेक्स्ट बुकले। अनि इतिहास पढ्नुभयो भने पृथ्वीनारायण शाहले सबैलाई मिलाएर यस्तो राम्रो सबै जातको फुलबारी बनाइदिएको छ भने यो फुलबारीमा त हाम्रो काम त खेल्ने मस्ती गर्ने न हो। दुःख त कहाँ छ त फुलबारीमा? दुःखै छैन। अनि फेरि हरेक साल त्यही राज्य सत्ताले पब्लिस